ल पछाडि क्यामेराबाट म तपाईहरुलाई यो काठमाडौँको दृश्य प्रस्तुत गर्दै छु। हेर्न सक्नुहुन्छ कति राम्रो दृश्य छ। हेलो गाइस, म र मेरो भाइ म ध्यान छ यो विशाल छ। अहिले हामीहरु सिटीमा छु। हामीहरु बस स्टेसनतर्फ लागिरहेको छु अथवा गइरहेको छु। अब त्यहाँ हामीहरु काठमाडौँको ट्रिपको लागि हामीहरु दुवैजना प्लानिङ बनाइसकेको छु। त्यहाँ गएर हामीहरु टिकट काटेपछि अनि हामीहरु बसबाटै त्यसपालिको हामीहरु काठमाडौँको ट्रिप हामीहरुको हुनेछ। त्यसको लागि हामीहरु जस्ट इन्फर्मेसनका लागि यो भिडियो राखेको छु। अनि यो ट्रिपमा हामीहरु के कस्तो कहाँ कहाँ गए कस्तो इन्जोय गर्छु त्यो सम्पूर्ण भिडियोहरु हामीहरु यही यो जुन भिडियो तपाईं च्यानल यो मेरो ब्लगबाट हेर्नुहुन्छ। यो सम्पूर्ण ब्लगको भिडियोहरु तपाईहरु मेरो ब्लगबाट पाउनुहुन्छ। अनि के छ विशाल, के भन्न चाहन्छौ भन्न? यति मात्रै भन्न चाहन्छु। अब चाहिँ होस् काठमाडौँको लागि हामी निस्किसकेका छौँ। अहिले अब बस स्टेसनतिर हामी प्रस्थान गर्दैछौँ। त्यहाँबाट टिकट काटेर हामी काठमाडौँको लागि प्रस्थान हुनेछौँ। ओके, अहिलेको लागि यति मात्र। हामीहरु बसको आइसकेको छु। हेर्न सक्नुहुन्छ टिकट काट्नको लागि। के छ विशाल, के कस्तो छ? टिकटको पसलमा छौँ हामीहरु। अनि हामीहरु आज रेट सेक्स हुनेछ के कस्तो छ। स्लिपिङमा जाने हो अलि इन्जोय गरेर। फाइनली हामीहरु टिकट कटाइसकेको छु बसको, त्यो पनि स्लिपरमा मजाले सुतेर जाने हो। किनकि रातको समय हो के देख्न हेर्नै पाउँदैन, त्यसको लागि बेस्ट स्लिपर नै हुन्छ। त्यसैकारण हामीहरु स्लिपर नै कटाएको छु। अनि बस अब यहाँबाट 2:30 मा निस्किन्छ। त्यसैकारण अहिले हामीहरु कति बजेको छ समय? अहिले 11 बज्नलाई कति रे 40 मिनट बाँकी छ अहिले। त्यसैकारण अहिले हामीहरु जान्छु, खान्छु। अनि जाँदैछु, खाने पिने हो। त्यसपछि केही समय रेस्ट गर्ने हो। त्यो ठ्याक्कै 2:30 मा हामीहरु यहाँ आएर मजाले बसमा बस्ने, त्यसपछि हामीहरु जाने। हेलो गाइस, अब हेर्न सक्नुहुन्छ हामीहरु स्लिपर यो जुन छ यो स्लिपर हो। मजाले यो अब हामीहरु अहिले 3 बज्नको लागि 10 मिनट बाँकी छ। 2:50 हामीहरु यहाँ स्लिपरमा बुकिङ गरेको छु। मजाले सुतेर जाने हो। किनकि अब रातको समय हो, त्यो अर्को त्यो बसेर जानेमा त अप्ठ्यारो नै हुन्छ। सो द्याट किनकि रातमा त केही हेर्न पनि मिल्दैन। सो द्याट राम्रो तरिकाले मजाले इन्जोय गरौँ। रातभर त त्यस्तै चल्छ, बस सुतेर जाम। त्यसपछि अलि एक्टिभ पनि हुन्छ, किन सुत्न पायो भने अनि मर्निङ टाइमदेखि मजाले इन्जोय गर्ने, घुम्ने, नयाँ नयाँ ठाउँ जाने काठमाडौँमा। बिकज दिस इज द फर्स्ट टाइम वी आर गोइङ टु भिजिट काठमाडौँ। सो वी आर भेरी एक्साइटेड। हेर्न सक्नुहुन्छ बालन सिटी बस स्टार्ट भइसकेको छ। यो चाहिँ दृश्य हो, यो विराटनगरको हो। ठ्याक्कै अब हेर्न सक्नुहुन्छ हामीहरु विराटनगरबाट बिदा क्रममा छु। अहिले हेर्न सक्नुहुन्छ हामी ठ्याक्कै यो सिटिजन ब्याङ्कको छेउमा छु। अगाडि हामीहरु बढिरहेको छु। लास्टमा यस्तै दृश्यहरु आउँदै जान्छ, तपाईहरुलाई प्रस्तुत गर्दै जान्छु। अहिलेको लागि यति मात्र। थ्यांक यू। अब हामी सुतौँ। सो हामीहरु अब के गर्ने, मजाले अब जाने हो टुवर्ड्स केटीएम सिटी। त्यसैकारण अब हामीहरु केही मजाले लुगासुगा सब ती छ यहाँ दिएको हामीहरुलाई। मजाले ओड्ने, सुत्ने। हामीहरु अब ठ्याक्कै भोलि मर्निङमा हामीहरुको फेरि के हुनेछ, भेट हुनेछ। हामीहरु त्यहाँ गएपछि फेरि तपाईहरुलाई त्यहाँ बनाएको, त्यहाँ हेरेको कुराहरु त्यो भिडियोहरुमा, त्यो ब्लगमा तपाईहरुलाई प्रस्तुत गर्नेछु। यो भिडियोलाई अन्तसम्म हेर्नु होला र तपाईहरु पनि इन्जोय गर्नुस्। हामीहरु पनि इन्जोय गर्दै छु। कोशी ब्यारेज, यो हो कोशी ब्यारेजको सिन। हेर्न सक्नुहुन्छ यहाँ यो हो कोशी ब्यारेजको दृश्य। कोशी ब्यारेज कति किलोमिटर यो छ? यो धेरै लामो छ। खोइ कति छ, कति 24 किलोमिटर धेरै लामो छ। कति छ मलाई पनि थाहा छैन। यहाँ कति हेरेँ मैले लेखेको होला। मैले भुलिसकेँ कति थियो। यहाँ डल्फिन माछाहरू पनि हेर्न पाइन्छ।
ए त्यहाँ गएर त्यो त्यो मतलब त्यहाँसम्म जान मिल्छ कि हेर्नको लागि दृश्यको टाइममा त्यो डल्फिन माछाहरू आउँछ ए हेर्न पनि मिल्छ कि धेरै ठुलोहरू ए यो उता पारि के इन्डिया हो के पारी उता इन्डिया पुरै ए तब इन्डियालाई सानो डोल दिँदै बस्छ कि आउनु नदिले के कोसे ब्यारो लेस खाने हो गाइस लेस खाने हो लेस विशालले फडा फाडेर लेस यो भइहाल्यो डस्टबिन हाम्रो डस्टबिन यहाँ हेर्नुहोस् बोटमा माछा मार्दैछ पुरै कोसी ब्यारेज यहाँ हेर्नुहोस् माछा मारिरहेछ यहाँ पुरै त्यो जालै लगाएको हो कि पुरै कि त्यो सब जाल छ माछा मारे त्यो फसाउनको लागि जाल लगाएको छ जे होस् तर धेरै ठुलो छ कि डल्फिन हो भयो कहाँ 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 ए त्यहाँ डल्फिन थियो ए मैले हेरेन मलाई ए देख्ली टाउको आएको थियो ठुलो छ हो डल्फिन ठुलो माछा थियो गुड मर्निङ गाइज फ्रम काठमाडौँ अहिले हामीहरू अब काठमाडौँमा छु यहाँ तपाईहरू दृश्य हेर्न सक्नुहुन्छ यो यो काठमाडौँको अहिले कति समय भएको छ अहिलेको समय लगभग कति 6:50 6:50 भइसकेको छ हामीहरू अहिले काठमाडौँको भित्रैमा हो यहाँ पछाडिको दृश्य हेर्न सक्नुहुन्छ सो विशाल भन्देवी गुड मर्निङ गुड मर्निङ गुड मर्निङ काठमाडौँको यो मर्निङ त भइसकेको छ पुरै मान्छेको चहल पहल पुरै छ अहिले विशाल निन्द्रा लागिरहेछ के को निन्द्रा हो भर दिन भर रात सुतेर आएको हो स्लिपिङ मात्रै पनि निन्द्रा कसरी हुन्छ काम यो हो दृश्य काठमाडौँको मात्र बिल्डिङ मात्रै छ यार विशाल मात्र बिल्डिङ छ हो खाली बिल्डिङ बनाएर बालिङ सिटी बन्न मिल्छ यसका हेलो गाइज अहिले हामीहरू काठमाडौँको ठ्याक्कै बस पार्कमा छु तपाईँहरूलाई अहिले पछाडिको दृश्य पनि हेराउनेछु हामीहरू अहिले कहाँ छु काठमाडौँमा छु कोही विशालले त हेर यो पछाडिको तपाईँहरू दृश्य हेर्न सक्नुहुन्छ यो काठमाडौँको दृश्य के भयो खामा लाग्दैछ धुप निन्द्रा लाग्दैछ ए निन्द्रा त्यो त लागिहाल्छ